हेलो नमस्ते फेबुलस सम्पूर्णमा हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा है। र आज चाहिँ म भिडियो धेरै दिन बाद बनाइरहेको छु है, लगभग 2 महिनै भयो। त्यसको लागि आइ एम सो सरी है। र आज चाहिँ म दिवालीको डेकोरेसन गर्न गइरहेको छु है। र बेसी त गर्दिनँ, यो अलिअलि लक्ष्मी पुज्नेमा मात्रै हो है। र हेर्न सक्नुहुँदैछ मैले चाहिँ टेबलहरू सबै मिलाउँदैछु है, किनभने यो टेबलहरू सबै पुसपास पारेर रेडी गरेको थिएँ नि त। अनि त्यही भएर है आपा पनि हुनुहुन्थ्यो, आपाले पनि अलिअलि गरिदिनु हुँदै थियो। र मेरो चाहिँ लाइटहरू लाउनु पर्ने छ नि त, अनि त्यही भएर हजुरहरूले त अस्ति नै लगाइसक्नुभयो होला, तर मैले चाहिँ आज ढिलो भयो है। एकदम कन्फ्युज भइरहेको थिएँ योपालि है, लक्ष्मी चाहिँ कहिले पुज्नु पर्ने भनेर। र आज रहेछ र आज नै पुज्नेवाला छ है। अनि यो चाहिँ हाम्रो छेसम हो, अनि छेसममै हामी लक्ष्मी पनि पुज्ने गर्छौँ है। र हेर्न सक्नुहुँदैछ मैले चाहिँ मिलाइसकेँ। यो पत्री चाहिँ यो पालि चाहिँ सयपत्री चाहिँ एकदमै फुलेको थिएन है, दसैँ छिटो भएको कारणले गर्दा। र यो सयपत्री चाहिँ हामीलाई है कसैले दिनुभएको हो है। उहाँहरूको चाहिँ दसैँ थिएन योपालि, दिवाली थिएन, मरौ भइरहेको छ है। र म चाहिँ हेर्न सक्नुहुँदैछ लाइटहरू लाउँदै थिएँ छेसममा है। अनि आपाले चाहिँ मलाई यो लाइट नलगा अर्को भन्दै थियो व्हाइट कलरमा, अनि मैले चाहिँ यही जबरजस्ती लगाइदिँदै थिएँ, किन यो लाइट चाहिँ अलिक लामो छ नि त, सबैतिर पुग्छ। अनि हेर्न सक्नुहुँदैछ लाइट लगाउँदै थिएँ। र मैले चाहिँ अस्ति चाहिँ भिडियो किन बनाउनु पाइनँ भन्दाखेरि चाहिँ घरहरू कलर गर्नु थियो है, हेर्न सक्नुहुँदैछ तपाईँले। र कलर गर्नुपर्ने थियो र मैले भिडियो चाहिँ एकदमै सुट गर्नै पाएकै थिइनँ है, बनाउनै पाएकै थिइनँ, किनभने छोरा मान्छे छैन है घरमा, र छोरा र छोरीको काम सबै मैले नै गर्नुपर्ने हुन्छ है। र त्यही भएर चाहिँ मैले दसैँमा एकदमै हतार भएर भिडियो सुटै गर्नु पाइनँ। एकदम 2 महिनाहरू भइसक्यो है भिडियो नहालेको। र आज चाहिँ मैले भ्याएर भए पनि भिडियो सुट गर्दै थिएँ है, जे भयो ढिलो भयो पनि होस् भन्दै। अन्त हेर्न सक्नुहुँदैछ लाइट लाउँदै थिएँ मैले चाहिँ, त्यहाँनिर टेबल पनि रेडी गरिसकेँ है। अन्त भट्टाभट लाइट लाउँदै थिएँ छिटो। आपाले पनि यहाँ सघाइदिनु हुँदै थियो है, मेडलको पैसाहरू अनि चामलहरू भाँडाहरू धुनु हुँदै थियो नि त आपाले चाहिँ। अनि आपाले चाहिँ यतापट्टि गर्नु लगाउँदै थियो है, मैले चाहिँ हतार यहाँ दैलोमा पनि माला झुन्डाइदिइहालेँ है। अनि त्यस्तो डेकोरेसन त गर्नु पर्दैन, किनभने हाम्रो ठुलो घर पनि छैन, सानो छ। अनि त्यही भएर म चाहिँ अलिअलि मात्रै गर्नु मन लाग्छ है। अनि अहिले चाहिँ एक्लै भएर इन्ट्रेस्ट नै छैन। अनि हेर्न सक्नुहुँदैछ है मैले लाइट पनि लगाइसकेँ है, बाहिर पनि मैले लाइट लगाइसकेँ। मैले भिडियो चाहिँ बनाउनु पाइनँ, हतार छिटो गरेर लगाइदिएँ है। अनि यति नै हो मेरो डेकोरेसन चाहिँ, यहाँबाट बढी चाहिँ म गर्दिनँ है। अनि यहाँ लाइटमा प्लग जोड्दा चाहिँ मैले अघि झन्डै डल्लै जलाइ पठाइने रहेछु है। अनि त्यो थाहा भइ पनि दुईवटा फेसलाई एउटै जग्गामा कनेक्ट गर्दाखेरि चाहिँ यस्तो भयो है, धन्न केही चाहिँ भएन। अनि हेर्नसँग टेस्ट गर्दै थिएँ मैले। अनि यहाँ चाहिँ मैले थालमा लक्ष्मी पुज्ने दियोमा चाहिँ फुलको रङ्गोली टाइपको बनाउँदै थिएँ है। वेदर पनि हेर्न सक्नुहुन्छ यस्तो दामी भइरहेको थियो, जस्तै घामहरू लागेर है। अनि योपालि गदावारी चाहिँ कोही फुलिरहेको छ, कोही फुलेकै छैन, हेर्नुहोस् न। अस्ति मैले रोपेको गदावारी चाहिँ यत्रो भइरहेको छ है, योपालि चाहिँ त्यस्तो राम्रो चाहिँ भएन गदावारी। यिनीहरू त अस्ति फुलेको, हेर्नुहोस् न सुक्नु थाल्यो, कोही फुलेकै छैन है। योपालि के भयो दसैँ तिहार छिटो भएर होला। हेर्न सक्नुहुन्छ कस्तो दामी वेदर भइरहेको थियो। म चाहिँ त्यहाँनिर मखमली फुल लिनु गएको थिएँ है। अनि हेर्न सक्नुहुन्छ फुल पनि ल्याइसकेँ। र मैले चाहिँ यस्तो बनाएको छु है, हजुरहरूले कस्तो बनाउनुहुन्छ भन्नुहोस् ल कमेन्टमा। र फाइनली मैले चाहिँ सबै रेडी गरिसकेँ है, नरिवल आँपको पत्ताहरू लाएर है। अनि यतिको भइसकेको छ मेरो चाहिँ है। अनि हेर्न सक्नुहुन्छ। र फाइनली सबैजनालाई है मैले चाहिँ मेरो काम सकिसकेँ, लक्ष्मी पूजाको डेकोरेसन चाहिँ गरिसकेको छु है, तपाईँहरूलाई मैले देखाइसकेको छु भिडियोमा है। अनि तपाईँहरूलाई पनि दीपावलीको हार्दिक मङ्गलमय शुभकामना। हजुरहरूको घरमा लक्ष्मी माताले सधैँभरि बास गरिरहनु है, सबै चित्ताको कुरा पुगिरहोस् भन्दै मेरो पनि सबै काम सकिसक्यो। र अब चाहिँ मेरो घर पुस्नु मात्रै बाँकी छ है, म घर चाहिँ पुस्नेवाला छु। र यति भन्दै मेरो भिडियो आजको लागि चाहिँ यही अन्त गर्न चाहन्छु है। र हजुरहरू रिसाउनु पनि भयो होला, मैले धेरै महिनाको बादमा भिडियो हालिरहेको छु है। अनि त्यसको लागि चाहिँ एकदमै माफी चाहन्छु। मन परेमा है लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गर्नु चाहिँ नभुलिदिनुहोस् होला। थ्याङ्क यू फर वाचिङ, बाई।